शुभ दिन सबैमा। डे 7 इन काठमाडौँ। काठमाडौँको ट्राफिक र यहाँको मौसमको कुनै भर नहुने, जतिखेर पनि पानी पर्न सक्ने र ट्राफिक पनि जतिखेर पनि जाम हुन सक्ने। जे भए पनि आज कोठाबाट निक्लिएर ठुलो बाको घरतिर भेटघाट गर्नको लागि गइएको छ। जाँदै जाँदै बाटोमा सानो मिठो भिडियो बनाउन मन लागेकोले यो भिडियो बनाइरहेको छु। जहाँ भेट्न जाँदाखेरि खालि आज जानुभन्दा केही कोसी लागेकै बेस भने, त्यही भएर एक डब्बा हर्लिक्स र एउटा बिस्कुट लिएर गएँ। भेटघाट गर्ने क्रममा मम्मीलाई भेटेँ। त्यहाँ भतिजा पनि थियो, यहाँ भान्जी साइडमा बसेर खेलिराखेकी रहेछिन्। एउटा भाउजू हुनुहुन्थ्यो। सँगसँगै सबै दाजुभाइहरूलाई र ठुलो बाला पनि भेटेँ र दिदीलाई पनि भेटेर त्यहाँबाट निक्लिएँ। त्यहाँबाट निक्लिने क्रममा बाटोमा पशुपतिको दर्शन भयो। आज ताउन त्यत्तिकै भयो। कुनै दिन फुर्सद भयो भने अफकोर्स यहाँ पनि घुम्न आउनेछु भनेर बसबाटै भिडियो बनाएँ। क्यामेरा क्वालिटी लो भएकोले खासै राम्रो त्यो देखेको छैन। त्यही पनि आफूले दर्शन गरेँ, त्यही खुसी लाग्यो। डेटमा के सिक्न र देख्न पाइनेछ।